एफआई बाइकहरूमा तपाईँको पिकअप पुगिरहेको छैन, पावर पुगिरहेको छैन, उकालो चढ्दाखेरि भुरभुर गरिरहेछ भने है यसरी तपाईँले हेर्न सक्नुहुन्छ। यो R15 V1 को चाहिँ अहिले चाहिँ हामीले पिकअप बनाउनु लागेको थियौँ। पुरानो चाहिँ यो फ्युल पम्प मोटर अनि जाली यो भइसक्यो होइन। यो बाइकमा के समस्या थियो भनेपछि स्टार्ट त भइहाल्ने होइन, भुरभुर गर्ने पिकअप छोड्ने जस्तो समस्या थियो। हामीले सबै कुरा खोलेर चेक गऱ्यौँ, एकचोटि हेर्न सक्नुहुन्छ। यो चाहिँ यसको फ्युल पम्प भयो, फ्युल पम्प मोटर भयो अनि फुल पम्प मोटर जाली भयो। अब यसमा समस्या थियो। अहिले चाहिँ फाइनली एकचोटि हेर्न सक्नुहुन्छ नयाँ चाहिँ हामीले यो फ्युल पम्प मोटर अनि जाली हालिदिइराखेका छौँ। यो हालिसकेपछि तपाईँले फ्युल पम्प सोरुममा जानुहुन्छ भने फ्युल पम्प यो पुरै ढिकै आउँछ। यो एकचोटि हेर्न सक्नुहुन्छ, यो पुरै ढिकै एसेम्ब्ली नै आउँछ होइन। तर बाहिरबाट यो तपाईँको यो मोटर अनि जाली पनि फेर्न मिल्छ, मिल्दैन भने चाहिँ होइन। अब के भन्छ मार्केटमा एभाइलेबल हुनु पऱ्यो यो मोटर अनि जाली होइन। यो फेर्नु हो भने मजाले तपाईँको पावर पिकअप आउँछ। यो एफआई बाइकहरूमा धेरै जसोमा यो समस्या आउँछ है, यो मोटरको अनि जालीको। ल अब खत्रीसँग चाहिँ हामीले यो फ्युल पम्प मोटर अनि जाली चेन्ज गरिदिइराखेका छौँ। धेरै महँगो पनि पर्दैन, यो सस्तै पर्छ होइन, ठिक्ककाले होइन। ल तपाईँहरूको पनि यसो बाइक साइकमा पावर पिकअप पुगेको छैन, उकालो टार्ने छैन, इन्जिनमा साउन्ड छ, इन्जिनमा समस्या छ भने पसल भिजिट गर्न सक्नुहुन्छ। यता हेर्न सक्नुहुन्छ पछाडि पनि एउटा डिओको सर्भिसिङ हुँदैछ। अनि यता एकचोटि हेर्न सक्नुहुन्छ R15 V1 को चाहिँ हामीले यो चाहिँ चेन्ज गरिदिनु लागेको। ल